कहिले दुःख अनि कहिले सुख त भइ नै राख्नेछ, तर यी दुवै कुरा परिवर्तन पनि हुनेछ। यो प्रक्रियालाई नै जीवन भनिन्छ। नमस्कार, म मोहन। केही समय मसँगै जीवन यात्रा गर्नुभयो भने जीवनको अर्को एउटा सत्य थाहा पाउन सक्नुहुन्छ। हो, जीवनमा सुख र दुःख सधैँभरि हुन्छ, चलिरहन्छ। आज पनि त्यही प्रक्रिया हुन्छ, भोलि पनि त्यही प्रक्रिया हुन्छ, 10 वर्ष पछाडि पनि प्रक्रिया त्यही नै हुन्छ। अनि मान्छेले लड्नै पर्ने हुन्छ, किनकि मान्छे सोच्न सक्ने प्राणी हो। तर जीवनमा सुख बढी भयो भनेर कहिले पनि नमात्तिनु, अनि दुःख बढी भयो भनेर कहिले पनि नआत्तिनु। एउटै कुरा बुझ्नु कि जीवनमा आएका हरेक पल परिवर्तनशील छ, ती अवश्य परिवर्तन हुन्छ। अनि आफ्नो जीवनलाई अघि बढाइराख्नु, आनन्द हुन पाइन्छ, सुखी भएर जीवन बिताउन पाइन्छ। यो यात्रा हो। यो यात्रामा जेसुकै आए पनि हामीले भोग्नुपर्छ, लड्नुपर्छ र जीवन यात्रालाई गन्तव्यमा पुर्याएर मात्र छोड्नुपर्छ।